हेलो गाइस, आज हम लोग मेनका दीदी के घर में जा रहे हैं। हेलो गाइस, आज हम लोग मेनका दीदी के घर में जा रहे हैं। आज तो नेपाली में बोलो। हेर्नुस् गाइस, आज हामी हेलो गाइज, वेलकम ब्याक माई न्यू ब्लग। आज हामी कहाँ जाँदैछौँ भाइ? मेनका दीदीको घर के गर्नलाई? बर्थडे मनाउनलाई। ए रातिको बेला नि आ हामी मेनुका बहिनीको घर जाँदैछौँ। हामी उनको घर जाँदैछौँ साथीहरू। मेरो बुढी, छोरी, म। अहिले कन्ट्याक्ट उनीसित हुँदैछ, हेर्नु होला। त्यहाँ कन्ट्याक्ट गर्दैछन् फोनमा, हेर न। र अब हामी जाँदैछौँ मेनुको बहिनीको घरमा। बुढीको बर्थडे हो आज। उहाँको बुढीको बर्थडेमा जाँदैछौँ हामीहरू। हामी आफ्नो काम भ्याएर दिनभरिको काम भ्याएर उनको बुढीको बर्थडेमा जाँदैछौँ। यो भाइको बर्थडे हो। भाइको बर्थडे हैन, भाइको बुढीको बर्थडे। त्यहाँ जाँदैछौँ। ल हेर्नु होला साथीहरू। भाइले ममा खान्थ्यो होला नि, हामीले धेरै झ्यापझुपै है। ए छुची बुढी पनि चस्मा सस्मा लाएर रेडी भयो। मैले उहरू निकालेन के चटनीहरू केही हुँदैन यता होला पनि नि। रेडी। किन बिग्रिन्छ त? ल म त हिँडेको रे। अब हाम्रो यहाँ एक स्कुटी छ, स्कुटीमा गइन्छ आज। ल साथीहरू, हामी लाग्यो है आजलाई। हामी हिँड्यो मेनुको बहिनीको बर्थडेतिर। ल साथीहरू, हामी हिँड्यो। ओहो, ल मेनुको बहिनीको घरतिर लाग्यो हजुर हामी त। आज मेनुको बहिनीको बर्थडे कस्तो हुन्छ थाहा छैन, हेरौँ। राति कति भयो टाइम? 10 बज्नु लाग्यो नि। अहिले इन्डियाको 10 बजिसक्यो। 10 बज्नु लाग्यो भनौँ न। त्यहाँ चलिराखेको हुन्छ कि छोरी। यसरी नै हुन्छ के, चलिराखेको हुन्छ क्यामेरा। हामी यहाँ बात गरिराखेको हुन्छ, बिचमा अलिकति छो जस्तो गर त बल्छ। देख्यौ नि? एकतिरको हामीतिरको मात्रै। क्या होइन हजुर, होइन उनीसँग भेयो। बिस्तारै बिस्तारै। चलो जी चलो, भन न छोरी। कहाँनिर यता लगाउँछ तिनीहरूले?
कस्तो बनायो कि है, तलदेखि माथिसम्म सर्किलै बनाइदिए के खानेकुरा लगाउने ठाउँ क्या तलदेखि माथिसम्म के सर्लक्कै। के लाउनुहुन्छ र मेनुका दिदीले?
रिङ छैन कपडा गणेश राख्ने बेला भन्छ त आधा लड्डू खारिया त्यो आधा लड्डु कसले खान्छ अरे हो त त्यो आधा लड्डु चाहिँ नि चुवाले खाने होला फेरि त्यो चुवा चाहिँ नि को अरे यस्तो है हो बस है छोरी राम्रो छ हजुर मेनुका दिदीको दाइलाई होइन क्या मेनुका दिदीको श्रीमानलाई भन्नुपर्छ उनको हस्बेन्ड हो त भन ओपन एरिया प्लेस हो कि है यसमा सटर छैन नि यो बिल्डिङमा कि मेनुका बहिनीको घरमा आइपुग्न लागि छ गाइस पक्का गरेको थियो त त्यति साह्रो लाग्यो मतलब जिरो पठाइ हुन रहेको ल यही हो मेनुका बहिनीको चाहिँ नि काम गर्ने होटल सुन्दर भाइको मेनुका बहिनीको ल हैन यही हो हेर्नुहोस् साथीहरू साथी भने कि गाइज भने ए थुप्रै यहाँ त
यत्रोजना मान्छेको उसमा कम्पिटिसन गर्न सकेन भने त ए मान्छेको बर्थडे आज यो मान्छेको बर्थडे गरे जन्मेको आज अरे ओ हामी त आइपुग्यो साथीहरू के हाम्रो जम्का भेट भइसक्यो यहाँ ए क्रिस्चियन अरे क्रिस्चियन भनेको ल बस अरू जाने अब ल हेर्नु साथीहरू यहाँ यो भाइहरूकै काम गर्ने किचन हो यो हाल्ने होइन त्यसै खिचेर हाल्ने हुन्छ अस्ति त मैले हालेन नि त बसको यति किली पालेको कहाँको सब काटेर हेर्नु त ल आजको त पुरै हालिदिन्छ है बसको भन्नाले कहिलेको बस घर जाँदाखेरि यहाँ के बसको नाइ त्यो बाहिर बनाउनु भयो फेरि भित्र गएर बनाउनु भयो भित्रको छँदै छैन सब काटी यहाँबाट जाँदाखेरिको धेरै लामो भिडियो भएको थियो के त्यही भएर त भने म नेपालबाट निक्लिएको मान्छे हैदराबाद आउँछ नि एउटा प्लेटमा बनाउनु सक्ने भनेको कति त्यस्तो मोडै भएन कि त्यस्तो बनाउँदा अनि ल भित्र बाहिर के हो भाइ यो बगेरा यस्तो चिकन यो पुलाउ हो बगेर हो यो बगेरा हो ल उहाँहरूको पनि ड्युटी छुटेर अनि फेरि बर्थडे मनाउने रे हेलो गाइज ल हामी आइसक्यौँ यहाँ ए मेनुका बहिनीको रुममा ल हामी यहाँ आइसक्यौँ यो बहिनीको रुममा यो बहिनीले चाहिँ केक काट्ने रे आज हामीलाई मिठो मिठो खुलाउने रे एउटा मुसीले सानो घर पाएको छ त्यहाँ यो सामान नभए त घर मात्रै रङ रङ्ती हुने के है यता बहिनीहरू सुत्ने ओहो नि गाह्रो छ यहाँले यसरी खुजुली यसो गर्ने खुजुली भने यस्तो छ ल ठिक छ ल मेनु भएछ मेनु कस्तो लाग्यो मेरो मोबाइल लिएर कस्तो लाग्दैछ साथीहरू यो सानो घर परिवार जस्तै के केक ल्याएर कति सानो कहाँ मोबाइल 7 किलो मेनुका भङ्की अरे हैन मेनु मुटु अरे Happy birthday to you. यत्रो सानो म यत्रो ठुलो के गर्ने यत्रो कत्रो अरे म यत्रो ठुलो के गर्ने यत्रो केक बनाएको मलाई त खिच्नै चलाउला है यो केक त होइन क्यामेरामा त अलि क्यामेरा जुम गरेर पनि ठुलो हुन्छ दिदी यहाँ न
तिमीले चढाइसक्यौ सानो यता यता दिदी हजुर यहाँ आउनु न छिटो दिदी छिटो आउनु न ल साथीहरू तपाईँलाई कस्तो लाग्यो यो हाम्रो सानो केक ठुलो मान्छे सानो केक अनि हाम्रो यो सानो बर्थडे मान्छे चाहिँ ठुलो बर्थडे हो यो happy birthday। आउनु न बाल्ने कुरा ल्याउनु भएन जस्तो जे भए पनि जसरी मनाए पनि बर्थडे त बर्थडे नै हो साथीहरू गरेर काट्दिनु त्यो ल्याउँदाखेरि खुसी सानो भए पनि राम्रो हुन्छ ठुलो भए पनि राम्रै हुन्छ कि छैन छोड्नु न पहिले हालिदिएर पछाडा ल ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे बहिनी यति धेरै होइन यति यति अठाउनु त्यहाँ फेरि अठाउनु होला यता म त जान्दिनँ यति यति कति धेरै जुम गरेको त नि कालो त्यताको साइड गर्नु काले 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 म काटेँ त Happy birthday to you Happy birthday to you Happy birthday मेनुका बहिनी Happy birthday to you ल कस्तो लाग्यो ह्याप्पी बर्थडे सबै पर ह्याप्पी बर्थडे सानो ओ सानो सानो मान्छे बाबा बाबा बोल्नु भएन बाबा ल्याउनु केक खोइ खाऊ छोरी खाऊ तिमी आफै खाऊ कासु त हेर्नु भयो एक घन्टा हुँदैछ मगर बजाएन बजाउनु पर्दैन बजाएन बहिनीको एउटा कपाल दिनु त ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे न बहिनी यस्तो रमाइलो छ नि साथीहरू होइन तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला मन पर्यो भने लाइक गर्नु होला ल सानो मान्छेले नि हेर न ओहो ओहो बरी लै लै ए बरी लै लै अरू सानो खाऊ छोरी मेनुका दिदीको ह्याप्पी बर्थडे ल बहिनीले दिदी खानु ल ल यो हो नि त हस्बेन्ड वाइफ भनेको ल साथीहरू हाम्रो ह्याप्पी बर्थडे केक काटेर सम्पन्न भयो भनौँ है ल साथीहरू छोटो मिठो सस्तो ह्याप्पी बर्थडे भनेको यो हो ताम जाम गरेर दुनियाँ खर्च गरेर के हो नि जसरी मनायो नि बर्थडे त बर्थडे नै हो नि है हो कि ल त्यो केक लिएर बस्नु एउटा फोटो हाल्नु है ल के भयो केक पनि हेर त केक पनि हेर प्लेट एक प्लेट कि पाता
जुन थालमा खायो त्यही थालमा छेद बनाउने हो कि भात ढाक्नु भयो के ढाक्ने थाल प्लेट छ त भाइ लाउनु न यत्रो खुर्सानी हाले यहीँ बस्नु कि बुझ्यौ म त जानु त अनि म त एउटा उठाएर यो राख्नु सक्यो त्यही भएर हो कि सक्यो त्यही भएर हो कि नभए त्यही बस्नु म यहाँ बसिदिएँ बस यहाँ बस बस्नु। बस एउटा बिछाउनु कि एउटा लामो गरेर त्यो बहिनीको भाग हो एउटा को बहिनीको कसको भाग तपाईँको त्यो भाग गुड मर्निङ साथीहरू हामी अब उयो उठ्यो बिहानको जानु ल जाने कहाँ जाने 5:30 भएछ ल साथीहरू हिजोको बर्थडे मनाएर हामीहरू लाग्यो आफ्नो घरतिर बासस्थानतिर तान्दै नतानेको कि गाडीले अहिले त यो बाटो पनि पिच गरेर यस्तो बनाएछ त यही त मेनुको हल्कामा होइन बिहानको दृश्य यस्तो छ साथीहरू
छोरी हामी आफ्नो ठाउँमा आइयो नि त बोली यस्तो हुने देखाइदियो